घरमा काम गर्नु चाहिँ झ्याउ हुने, फेरि त्यस्तै काम खेतालामा गर्नु त मजा हुन्छ त। यस्तो रोग चाहिँ मलाई मात्र हो कि तपाईँहरूलाई पनि हो? कमेन्ट गरौँ त। आज चाहिँ लाग्नुपर्ने हुन्छ माथि काकाहरूको खेताला। धेरै दिनपछि खेताला जाँदा त मजा पो हुँदो रहेछ। काका काकी बहिनी दाजु र म चाहिँ लाग्यौँ बारीतिर। काँटा चाहिँ तल बारीमै छुटेकोले गर्दा बहिनीले लिएर आउनु पर्यो। काका चाहिँ मस्त तरिकामा अदुवा बारीको झाडी फ्याँक्दै। खासमा चाहिँ आजको काम चाहिँ के हो त भनेर त थाहा पाइहाल्नुभयो होला। मरेको अदुवा चाहिँ हामीले झिक्नु पर्ने। बहिनी चाहिँ खनेको अदुवा छान्दै झिक्ने, यता आमा छोरो चाहिँ अदुवाको जरा चुड्दै बोरामा लोड गर्ने। हामीलाई मरेको अदुवा मात्रै खन्नुहुन्थ्यो, त्यसैले एकैछिनमा खनाएर सकिहाल्यौँ। एकैछिन त के भन्नु, आधा दिन जति गएछ। अनि चाहिँ मलाई ड्याङ उचाल्नु पर्ने हुन्छ। हामी त एक दिनमा दुईटै काम भ्याइदिने हो नि। म र दाजु चाहिँ फटाफट ड्याङ उचाल्ने, काका र काकी चाहिँ झारजी लाउने, बहिनी चाहिँ सिमी रोप्नु पर्ने हुन्छ। पुरै गरा त रोपेर भ्याइन, आधी गरा मात्रै भ्यायौँ। आजको काम सकेर चाहिँ हामी घरतिर चल्दियौँ। अनि चाहिँ पालेसँग हात खुट्टा धोएर चाहिँ खाजा खानु पर्ने हुन्छ। आजको काम त त्यतिमै त कहाँ सकिनु। अस्ति भर्खर रोपेको टमाटरहरू कता कता मर्यो भनेर थप्नका लागि मलाई चाहिँ बिरुवा उखाल्नु पर्ने पनि छ। बिरुवा पनि उखाली भ्याइ घर आएर चाहिँ दाजुभाइ लाग्यो बिरुवा थप्नुतिर। क्यामेरामा आउँदा चाहिँ फेरि मेरो दाजुको हरकत नै छुट्टै हुन्छ क्या। एउटा गरा गरेर चाहिँ बिरुवा पनि सबै गरा थपिसकायौँ। ल दाइ त माटो पो सिङ्काले कोट्याइदिएर के हो कुरो। त्यो जग्गाको माटो चाहिँ फुलको दल राख्नका लागि राम्रो हुन्छ है भनेर भाउजूले ल्याउनु पठाउनु भएको रहेछ खासमा चाहिँ। अनि चाहिँ एक पोलिथिन जति माटो बोकेर आइयो घर। आजका लागि यति, अब भेट्नु पर्ने हुन्छ भोलि भेट्ने छु। अहिलेलाई टाटा बाई बाई।